बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँ न हैन। अब मात्र खालि यो बोल्दो रहेछ, बोलेर त सबै कुरा बिग्रियो भने। आज मन्त्रीज्यूको पहाडीको सबभन्दा पहिलो निर्णयको रूपमा यो युवा तथा खेलकुद मन्त्रालय र अन्तर्गतका सबै निकायहरूका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने गरी निर्देशनपूर्ण प्रतिबद्धताका लागि सबैलाई जानकारी गराउने भन्ने निर्णय भएको छ। मन्त्रीज्यू यो प्रत्यक्ष प्रसारण भन्नाले सबै बैठकहरू अब लाइभ हुन्छ। अब हजुर, यसलाई चाहिँ हामी एक्सप्लेनेसन पनि गर्छौँ। हामीलाई अब टिमसँग हामी छलफल गर्दैछौँ हैन, किनभने टिमसँग एउटा छलफल गरेर अनि त्यसलाई चाहिँ अगाडि बढाउँदाखेरि राम्रो हुन्छ। यो कुरामा चाहिँ हामी टिमसँग चाहिँ छलफल गर्छौँ। यहाँ विभिन्न निकायहरू छ। अब यहाँनिर हाम्रो युवाको जुन मागको कुराहरू छ र युवाको कुराहरूलाई चाहिँ आजसम्म राष्ट्रियले नसमेट्दै गर्दाखेरि हामी चाहिँ विभिन्न त्यो कुराहरू चाहिँ उत्पन्न समाजमा चाहिँ भइरहेको थियो। त्यो कुराहरूलाई चाहिँ अब कसरी एउटा ठाउँमा चाहिँ लिएर आउने र त्यसलाई चाहिँ इम्प्लिमेन्टेसनतर्फ पनि चाहिँ हामी यो युवा मन्त्रालयको तर्फबाट चाहिँ कसरी यसलाई अगाडि बढाउने भन्ने विषयमा चाहिँ हामी छलफल गर्छौँ। र के कुरा हुन्छ हामी पहिला चाहिँ कामै गरौँ। काम गरिसकेपछि त्यो निर्णयहरू चाहिँ हामी तपाईँको अगाडि चाहिँ प्रस्तुत गर्ने नै छौँ। त्यसको लागि चाहिँ तपाईँहरूले कृपया हामीलाई पनि समय दिनु होला। हामी चाहिँ किनभने हामीसँग सर्ट टाइम छ, रिसोर्सेस पनि थोरै नै छ, काम गर्नुपर्ने धेरै छ, डेलिभरी गर्नुपर्ने धेरै छ। त्यही भएर चाहिँ हामी एकतर्फ चाहिँ कामैतर्फ चाहिँ लाग्छौँ है। खेलकुद मन्त्रालय हो, खेलकुद मन्त्रालयसँग सम्बन्धित संस्थाहरू जो छन् यसका स्टेकहोल्डरहरू राष्ट्रिय युवा परिषद खेलभन्दा पनि चलखेलमा धेरै लागेका देखिन्छन्। त्यसलाई रोक्न तपाईँसँग केही ठोस योजना? ठिक छ, त्यो विषय हामी प्रस्तुत गर्दै लान्छौँ। हामीलाई काम चाहिँ अगाडि बढाउनलाई दिनु। हामी चाहिँ प्रस्तुत डे वाइज तपाईँहरूलाई चाहिँ के कामहरू अगाडि आउँदो दिनमा चाहिँ हुन्छ त्यो कुराहरू हामी प्रस्तुत गरिहाल्छौँ। बन्दै गर्दाखेरि तपाईँ के योजना त लिएर आउनुभयो? अब यसो हजुर, अब यसो बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँ न हैन। अब मात्र खालि यो बोल्दो रहेछ, बोलेर त सबै कुरा बिग्रियो भने हैन। तपाईँहरूले अलिकता इन्डोर्स मलाई गरिदिनु भयो भने मैले चाहिँ आफ्नो अनुरूपले चाहिँ टिमसँग चाहिँ सल्लाह गरेर नेपालमा चाहिँ के कुरा फेक्जिबल छ त, हामी त अब आफूसँग भएको रिसोर्स पनि कुरा हेर्नुपर्ने होला हैन। अब हुँदै नहुने कुरा, रिसोर्स नपुग्ने कुरालाई चाहिँ हामी भोलि गएर यो गरिदिन्छु अनि त्यो कुरा भइदिएन भने फेरि पनि त आशा मर्छ नि त। भनिसकेपछि जहिले पनि हाम्रो ग्राउन्डदेखि एउटा चाहिँ प्रश्न के उठिरहेको छ भने जो गयो खालि बोल्ने त हो, कराउने त हो हैन। यो चाहिँ हाम्रो र वर्ड हैन। यसरी बोलिराख्दाखेरि हामीलाई पनि चित्त दुख्छ क्या। त्यही भएर चाहिँ हामी चाहिँ जति सक्दो हुन्छ पहिला चाहिँ काम गर्छौँ अनि कामको कुरा चाहिँ ब्रिफिङ गर्छौँ। नभए चाहिँ के हुन्छ भने गफै गफ मात्र कुराको चाहिँ ब्रिफिङ हुन्छ। हाम्रो प्रवक्ताज्यूले चाहिँ आजको निर्णय चाहिँ हाम्रो युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ताज्यूले चाहिँ यो बारेमा चाहिँ तपाईँहरूलाई चाहिँ ब्रिफ गरिदिनुहुन्छ। नमस्कार मन्त्रीज्यू, सचिव लगायत आज यहाँ उपस्थित गर्नुभएका सम्पूर्ण पत्रकार सरम्यामहरू र अन्य सम्पूर्ण कर्मचारी सरम्यामहरू, आज मन्त्रीज्यूको पहाडीको सबभन्दा पहिलो निर्णयको रूपमा यो युवा तथा खेलकुद मन्त्रालय र अन्तर्गतका सबै निकायहरूका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने गरी निर्देशनपूर्ण प्रतिबद्धताका लागि सबैलाई जानकारी गराउने भन्ने निर्णय भएको छ। यति निवेदन गरेँ। हस्, विस्तृत रूपमा चाहिँ तपाईँहरूलाई चाहिँ विवरण समेत हाम्रो सचिवज्यूसँग र हाम्रो यहाँ मन्त्रालयको पदाधिकारीज्यूहरूसँग चाहिँ सल्लाह गरेर यो विषयमा चाहिँ हामी तपाईँलाई चाहिँ जानकारी गराउनेछौँ। हस्, धन्यवाद। कहिले छलफल गर्छौँ।